नमस्कार, मेरो नाम रवि हो। तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुको सामु बेसिक इंग्लिश कोर्स लिएर आएको छु। म नियमित रूपमा नयाँ भाग लिएर आउने छु। त्यसको लागि तपाईहरुले सब्स्क्राइब बटनमा क्लिक गर्नुपर्नेछ। राम्रो लागेमा लाइक गर्नुहोला र केही कमजोरी भएमा कमेन्ट गरेर सल्लाह सुझाव दिन सक्नुहुनेछ। मैले अनुभव गरेको छु, धेरै नेपालीहरु इंग्लिश बोल्न नआएको कारण प्राय ठाउँमा अप्ठ्यारोमा परेका छन्। अझ वैदेशिक रोजगारीको लागि जानेहरु धेरै यो समस्यामा परेको पाएको छु। अब यो समयमा आएर त्यो स्थितिबाट पार पाउनुपर्छ भन्ने उद्देश्यले मैले यो भिडियो बनाउन लागेको छु। आशा छ मन पराउनुहुन्छ। सकेसम्म म सरल र सबैले बुझ्ने गरी प्रस्तुत गर्ने प्रयास गर्नेछु। सर्वप्रथम तपाईले यो बुझ्नुपर्छ कि यो इंग्लिश पढे लेखेकोले मात्र बोल्ने गाह्रो ल्याङ्ग्वेज हो भन्ने मानसिकता त्याग्नुपर्छ। बच्चाहरूले जसरी सरल तरिकाले भाषा सिक्छन् त्यसरी नै हामीले कुनै पनि भाषा सजिलै तरिकाले सिक्न सक्छौं। ग्रामरको प्रयोग बिना नै तपाईहरुले सजिलै सरल तरिकाले सिक्न सक्नुहुनेछ। यो आजको परिचय भाग यति नै। अर्को भागदेखि नियमित इंग्लिश भिडियो लिएर आउने छु। प्लिज सब्स्क्राइब बटन क्लिक गर्न नभुल्नुहोला। थ्यांक यू। हैव अ नाइस डे।